६६ सालमा प्रचण्ड प्रधानमन्त्री थिए, पहिलोपटक बनेका थिए। अब उनले राजीनामा गरे सबैलाई थाहा छ। अब हुर्कमाङ कटुवाल भन्ने हटाउन खोज्यो भनेर उसले कसैले राजीनामा गरेर भनेको थिएन, आफै राजीनामा गरे स्वेच्छाले। पछि मान्छेहरू आश्चर्यचकित थिए, राजीनामा गर्नुपर्ने थियो नि, किन गरे यिनले भनेर। यसको अन्तरीय चाहिँ मान्छेलाई थाहा थिएन। त्यति बेला लोड सेडिङ, चरम लोड सेडिङ थियो र उसले चाहिँ भारतबाट 30 मेगावाट बिजुली किन्ने कोसिस गर्यो बिहारबाट। बिहार इलेक्ट्रिसिटी बोर्डले 30 मेगावाट बिजुली बेच्न मान्यो, डकुमेन्ट तयार भयो, बिहार इलेक्ट्रिसिटी बोर्डले अप्रुभल दियो। तर इन्डियाको यति सेन्ट्रलाइज सिस्टम छ कि त्यो बिहार इलेक्ट्रिसिटी बोर्डले बेच्छु भने डकुमेन्ट फेडरल इन्डियन गभर्मेन्टको एक्सटर्नल अफेयर्स मिनिस्ट्री, जुन हामी साउथ ब्लक पनि भन्छौँ, त्यहाँ पुग्यो। साउथ ब्लकले चाहिँ त्यो चाहिँ रिजेक्ट गरिदियो। त्यसपछि प्रचण्ड राजीनामा गरे हो। त्यसलाई कसरी बुझ्नुपर्छ भने त्यो 30 मेगावाट बिजुली इन्डियाले बेच्दिन भनेर प्रचण्डलाई थम्स डाउन सिग्नल गरे हो। कटुवाल त सानो कुरा हो, कटुवालले हटाएको थियो, ऊ रिइन्स्टेट भएको थियो, के भयो र? बाध्यात्मक कारण थिएन प्रचण्डले राजीनामा गर्नुपर्ने भने आजको कुर्सीमा बसिरहेको मान्छे। वास्तवमा उसलाई चाहिँ इन्डियाबाट सिग्नल आयो त्यो 30 मेगावाट बिजुली दिन्न भनेर। अब पृष्ठभूमि ब्याकग्राउन्ड त्यो भयो। त्यस्तो पृष्ठभूमि भएको ठाउँ बेलामा अनि 72 सालमा इन्डियाले ब्लकेट लगायो। अब त्यो इतिहासमा नजाम। ब्लकेट पछि केपी ओली प्रधानमन्त्री बने। अनि उसले के भने त भने एकदम उहाँले राष्ट्रवादी अडान लिए, ब्लकेट नहटाएसम्म इन्डिया जान्न भने। अब के गरे ब्लकेट हट्यो। त्यसै उली भारत गए। जाँदाखेरि उसले चाहिँ ऊ गएको 72 साल फागुनमा उसले चाहिँ पिपिएस अथवा इन्डियाबाट बिजुली किन्ने सम्झौता गरे। के भन्यो? तत्काल नै 80 मेगावाट दिने। प्रचण्डलाई दिन्न भने 30 मेगावाट, ओलीलाई 80 मेगावाट तुरुन्तै दिन्छु भन्यो। आउन थाल्यो। अनि 73 असोजदेखि, असोजपछि ड्राई सिजन सुरु हुन्छ, असोजदेखि 200 मेगावाट अनि 74 मङ्सिरदेखि 600 मेगावाट बिजुली बेच्ने एग्रिमेन्ट सही गर्यो ओली र मोदीले। यो नभए भए लोडसिङ हट्ने नि थिएन। लोडसिङ हटेको त इन्डियाबाट बिजुली आएर हो नि। अब पछि यो हाँस पनि हुन्छ, इन्डियनहरूले भनेको छ हामीलाई, ए तिमीहरू लोडसिङ हटाएकोमा कसलाई कसलाई जस दिइरहेछौ, बिजुली त मैले दिए हो नि त, ऊ त हमारा बिजुली है भन्छ।